शेरबहादुर दाइलाई सोध्न चाहन्छु। 5 पल्ट प्रधानमन्त्री हुनुभयो शेरबहादुरजी, तपाईँ 5 पल्ट प्रधानमन्त्री हुनुभयो। यस देशका लागि, यस देशका जनताका लागि एउटा काम 5 वर्षमा 5 पल्ट प्रधानमन्त्री हुँदा एउटा काम केही गर्नुभयो बताइदिन सक्नुहुन्छ कि? म चाहिँ तपाईँलाई सोध्न चाहन्छु, तपाईँ पनि त प्रधानमन्त्री पड्काइसक्नु भएको मान्छे हो नि त। सरकारी ढुकुटीको पैसा चाहिँ अलिकति दिएर चाहिँ के भन्छ बुढाबुढीको भत्ता बढाइदियो भन्दैमा खालि त्यही एउटा मात्रै आश गरेर त्यही एउटा मात्रै सुनाएर भोट माग्दै हिँड्ने, त्यसै गरी चल्छ जिन्दगी। आफूले पनि केही गरेको हुनु पर्यो अनि अरूलाई सोध्ने हो के। तै पनि अब फेरि चाहिँ अरूलाई डाउन गरेर आफू राम्रो भएर चाहिँ फेरि मन्त्री पड्काउन पाइन्छ कि भनेर दिमाग चलाएको हेर न। को छन् त्यहाँ प्रतिद्वन्दीलाई चाहिँ भोट हाल्नु त गाइज? को छन् त्यहाँ? आफू केही गर्न नसक्ने अनि अरूलाई तैँले के गरिस्